नमस्कार हजुर, यो चाहिँ अब हामी नेपालबाट इन्डियातर्फ जाँदैछु होइन। एकदमै चेकिङ ज्यादा खतरा। यहाँ म टुरिस्ट ल्याउन आएको थिएँ र मेरो टुरिस्टलाई ल्याउनु सकिनँ मैले है। र मेरो फरेनर्स थाइल्यान्डको टुरिस्ट थियो। अनि हेर्नुहोस् यहाँनिर केही छिर्नु दिएको छैन। यहाँ पुरै 2 खुट्टे हाम्रो नेपाली भाषामा भन्नुपर्दा चाहिँ 11 नम्बर भन्छ। अब 11 नम्बर 11 लगाएर हिँड्नुपर्छ। हेर्नुहोस् यतापट्टि त्यो पऱ्यो तपाईँको नेपाल छापचुप। अनि यो यहाँनिर अब तपाईँको पासपोर्टमा स्टाम्प ठोक्ने त्यो के हुन्छ प्रोसेस है, इन्भिगेसन के भन्ने चाहिँ विराटनगरभित्र जानुपर्छ अरे। यहाँ कति रिक्वेस्ट गर्यो, टुरिस्ट पुरै तातो घाममा लडीबडी गर्दा पनि छिर्नु पाएन। हेर्नुहोस् म चाहिँ खाली एकदम खाली केही टुरिस्ट नअलि फर्किँदैछु। अनि अब कहिलेसम्म यो होइन आम जनताहरूलाई कति अब दिनसम्म यसरी गर्नुपर्ने होला। हेर्नुहोस् कसैले चामल बोकेर जानुहुँदैछ, त कसैले अब बिमारीहरूलाई पनि एलाउड छैन। हेर्नुहोस् खालि घोडा गाडीमा खालि यो तपाईँको टुरिस्टहरूलाई चाहिँ अब एकदम एलाउड दिएको रहेछ र त्यही तपाईँको अरूलाई चाहिँ एलाउड छैन। यो चाहिँ काँक्रे भित्ता है। आधा यो ब्रिज चाहिँ तपाईँको आधा ब्रिज चाहिँ इन्डिया, आधा ब्रिज चाहिँ नेपाल, यो बोर्डर हो। र हामी प्राय अब सीमा सुरक्षाबाट छिरेर अब हाम्रो इन्डियातर्फ जाँदैछु। हेर्नुहोस् घाम कति तातो छ भने घाममा यस्तो तातो घाममा यसरी हिँड्नु पर्दाखेरि है। हाम्रो गेट त्यो पर छ देखिँदै छ अब है। तपाईँ त्यो गेटको छेउमा गएर फेरि अब मैले भिडियो बनाएँ भने फोनै छापछुप राखिदिन्छ। र त्यहाँ अब तपाईँको यो भिडियो खिच्नु एकदम एलाउड। हेर्नुहोस् न यहाँ बुढुजुक हाम्रो दाजुभाइ दिदीबहिनीहरू, आन्टीहरू खाद्यान्न पर्दा चामलहरू लगेर जानुहुँदैछ होइन। हेर्नुहोस् त हो। अब यहाँ चाहिँ मै हुँ भन्ने मान्छे पनि इन्टरनेसनल जो हुन्छ नि यो ब्रिजमा हिँड्नै पर्छ कि। नेताको छोराछोरीदेखि लिएर सबैको छोराछोरीदेखि लिएर अब हामी त आम जनताहरू एकदमै हेरिहाल्नु छु। यस्तो भएर जाँदैछ है। अब खुल्ले छ, त्यो पनि हिजो त एउटा थिएन अरे भन्ने कुराहरू सुन्यो है। र मैले तपाईँहरूलाई देखाउनु मन लागेर चाहिँ यो कुराहरू देखाइरहेको छु होइन। अनि मेरो टुरिस्ट चाहिँ अब तपाईँको होइन काँक्रे भित्ता सीता होटलमा मैले राखिदिएँ। म तपाईँहरूलाई अहिले देखाउने छु। मेरो गाडी चाहिँ पर छोडिरहेको छु। म चाहिँ अब है स्क्यानरबाट निक्लेँ, काँक्रे भित्ताको स्क्यानरबाट होइन। अनि बिहानको 9 बजी र यहाँ चेकिङ यताउता बहुत टेन्सन। अब नेपाल आउनु पनि बहुत डकुमेन्ट्सहरू छ, सबै रासन कार्डधरि लिएर आउने बेलामा साथी हो छैन, नभए उपाय छैन। हाम्रो एकदमै टेन्सन। 4,000 টাকা বলছে, বেশি হয়ে গেছে। বাগডোগরা मैले त साथी हो गाडी तल राखेको छु होइन। अब गाडी पनि सही सलामत छ कि छैन टेन्सन पनि लाग्छ एक प्रकार। आज पनि इमिग्रेसन भन्नेले एकदमै है हत्तु हैरानै बनायो। टुरिस्टहरू लडीबडी गर्दा पनि हुँदैन। कानुन भनेको कानुनै रहेछ। पैसा 10,000 20,000 दिन्छु भन्दा पनि छिर्नु सक्दैन है। के गर्नु पर्यो। हेर्नुहोस् आज यहाँ चाहिँ विश्वकर्मा पूजा मान्दैछ धेरै।
साथीहरू यस्तो गर्मी छ कि क्या भन्नु मेरो गाडी त यहाँ सही सलामतै रहेछ है हेरिहाल्नुहोस् तपाईँहरूलाई देखाउँदैछु मेरो गाडी त देखि यो त सबै नेपाल बोर्डर हो है हाम्रो यो त इन्डियन बोर्डर हो यति हेर्नुहोस् काँक्राभित्र यहाँबाट उता गइन्थ्यो अब है यत्रो हिँड्नुपर्छ हेर्नुहोस् न तलको बाटो यो बाटो हिँड्नु दिँदैन यहाँ चाहिँ कुकुर पनि हिँड्यो भने कुटाइ खान्छ अरे हेर्नुहोस् अब मेरो भिडियो यहीँसम्मको चाहिँ साथी हो तपाईँहरूलाई कस्तो लाग्छ नेपालको बारेमा सोच्ने अनि कमेन्ट गर्ने है एकदमै साह्रो 3-4 किलोमिटर हिँड्नु पर्यो यस्तै छ जिन्दगी गाडीमा आइपुग्यो है